साथीहरू नमस्कार। विश्वको जुनसुकै कुना काप्चाबाट पनि हामीलाई हेर्दै हुनुहुन्छ भने हाम्रै करेसाबारीमा रहेको गोठमा रहेको भैँसीद्वारा पाइएको यस नौनी घिउलाई मम्मीले आज तताउन गइराख्नु भएको छ। घिउ खनाउन सजिलो होस् भनेर म थोरै भोरमा तताउँदै छु। तातो कराईमा यो यस्तो मिठो बास्ना छ। हाम्रै घरमा उत्पादित अर्गानिक घिउ हो हजुर। उम्लिन लागिसक्यो। ए नानी कता गयो? आउन हेर न, उम्लिनै लाग्यो। कोही नै लाग्यो, उम्लेर जानै लागेन। धेरै भएछ कि गो जति गर्दा नि थाम्न सकिएन। म यसलाई यासमा झिक्छु थोरै। हाय काम पाइएन डिग्री पास गरेर भैँसी पाले गाउँतिर झरेर चिन्ता छैन केही मलाई अमेरिका यही मलाई जापान पनि यही मलाई बेलायत नि यही। भने साथीहरू घिउ तताउन भनेर त आएँ, तर पुत्ताएर आँखाभरि आँसुका साथ म भिडियो बनाउँदैछु। यो दृश्य यतातिर नि हेर्दा हुन्छ है। घिउ यति तातिसकेको छ, भिडियो बनाउनेको हालत यस्तो छ, पुत्ताएर रुँदै। आगो बढी भएर अन्तिममा नि यस्तो उम्लिन लाग्यो। अब लगभग तयार भयो, ब्राउन कलरको भएपछि उतारिन्छ। घिउ इज रेडी। पानी यसरी छिप्यो भने पनि त पर्छ भन्नुहुन्थ्यो हाम्रो आमाले। कस्तो मस्त भयो। खिच के हेर्नु, उम्लिँदा उम्लिँदा उता खनाउन पर्ने अवस्था आयो आजको घिउ तताई। घिउ इज रेडी। बाहिर निकालेर पनि कस्तो हुँदैछ। घिउ तयार भयो।